हेलो हेलो सबैलाई हेलो है। आज हामी चाहिँ सदा चाहिँ शनिबार दाइ र मेरो चाहिँ आज सदा चाहिँ पेन्टिङ गर्ने वातावरण चाहिँ आज चाहिँ हाम्रो ठ्याक्क कहाँनिर भनेपछि यो काप्रे मूलपानी काप्रेमा रहेको यो भगवती मन्दिर यहाँनिर चाहिँ बसेर चाहिँ बनाउने प्लान गरियो। दाइ जय शम्भु। जय शम्भु। सन्चै हुन्छ नि है? सन्चै छु। कति एक्साइटेड हुनुहुन्छ त आजको लागि? पुरा यहाँ आज टक्क यो पौवामा बसेर होइन दाइ? टक्क पौवामा बसेर अगाडिपट्टि यो सिन चाहिँ बनाउने प्रयास गर्छौँ आजको लागि चाहिँ। दाइको त फुल वाइड एङ्गलमा होला होइन दाइ? म त वाइड हो। मान्छे वाइड हो। दाइको त वाइडमै जान्छ। म चाहिँ सकेसम्म मन्दिर मात्रै बनाउने। यो त चाहिँ ढुनी लाउने ठाउँ होला यो। टक्क यस्तो छ, पुरानो छ जोस्। हाम्रो चाहिँ सेटअप सुरु हुन्छ है। हामी चाहिँ अहिले टक्क शीतलीमा बसेर छहारीमा बसेर पेन्टिङ सुरु गरिसकेको अवस्था छ। दाइको यतापट्टि चाहिँ दाइ हुनुहुन्छ आज चाहिँ। दाइलाई चाहिँ दाइ नै पारेर राखेको छु मैले। उहाँ चाहिँ सुत्नुभएको छ आनन्दले चिल पारामा। सुत्नुहोस् सेकाउनुहोस् त ढाड मजाले। चलिरहेको छ है। है हाम्रो चाहिँ पेन्टिङ लगभग सकिने अवस्थामा आइपुगेको छ। दाइको अवस्था के छ त? छ नि त छ मेरो पनि। यस्तो चलिरहेको छ दाइको चाहिँ। यो त टक्क यो सुन्दर वातावरणमा चाहिँ होइन हामी चाहिँ आज रमाउँदैछौँ। तपाईँ चाहिँ अल्छिलाहा चाहिँ हेरेर रमाइरहेको छु। के छ राजकुमार? दुई चार शब्द भन्दै हो। एकदम
राम्रो बनाउनु भयो, खुसी लाग्यो। आज तिम्रो गाउँमा आएर होइन यस सुन्दर छ यहाँको ठाउँ। ल यस्तो चल्दैछ है अहिले चाहिँ। अब हाम्रो ट्यागको खाजा खाने टाइम भइसकेको छ। हाम्रो सागर भाइलाई आज खाजाको लागि धेरै धेरै धन्यवाद। प्लस केटाहरू पनि छन् यता होइन। ब्लगिङ गर्दै ए फुल भ्लग हो नि त यार, सही हो नि दादा। मेमोरीको लागि राखिन्छ। हाम्रो मुलपानी युथ क्लबको चाहिँ फोटो सेसन चलिरहेको छ अहिले चाहिँ होइन। मुलपानी युथ क्लबै हो कि के अरे? ए अँ स्पोर्ट्स क्लब त्यही त है। जय शम्भु सबैलाई। जय शम्भु सबैलाई होइन। फेरि अर्को शनिबार अर्को नयाँ लोकेसनमा फेरि भेटौँला। लोकेसन कहाँ हुँदै नेक्स्ट? अब नेक्स्ट हप्ते थाहा हुन्छ, शुक्रबार शनिबारतिर, शुक्रबार थाहा हुन्छ। ल भेटौँला फेरि।